पटक राष्ट्रपालाई र हामीलाई तपाईँहरूले माया र विश्वास दिनुभएको छ। मान्छेहरू भन्छन् देशमा निराशा छ, तर म तपाईँहरूको आँखामा हेर्छु आशा नै आशा छ। अब द्वितीयको सरकार बन्छ, कम्तीमा बहुमतको सरकार बन्छ भन्ने आशा छ। यो आशालाई जोगाइराख्नु होला, यो आशा मर्न दिनु हुँदैन, यसलाई जोगाइराख्नु होला। म आज चुनावी भाषणको लागि आएको होइन, तपाईँको मनभित्र भएको त्यो आशालाई जोगाइराख्नको लागि, त्यो बलिरहेको दियोमा अलिकति तेल हाल्नको लागि आएको, यसलाई निम्न नदिनु होला। हामी 21 इतिहास बदल्छौँ। तपाईँको घरको भित्तामा कतिवटा क्यालेन्डर फेरि मलाई थाहा छैन, ती हरेक क्यालेन्डरमा हरेक वर्षमा फागुनमा 21 कतिवटा आयो मलाई थाहा छैन, तर यसपटकको फागुन 21 केवल एउटा मिति होइन, इतिहास हो, कोसे ढुङ्गो हो। त्यसको लागि तयार रहनु होला। यसपटक सुनिल लम्साल जस्तो एउटा योग्य क्षमतावान युवालाई राष्ट्रपाले आफ्नो उम्मेदवार बनाएर तपाईँहरूलाई पहिले नै न्याय गरेको छ। बाँकी यहाँका समस्यालाई न्याय गर्ने जिम्मेवारी तपाईँको उम्मेदवारको हातमा। यस्तो होनहार युवालाई सङ्घीय संसदमा पठाएपछि तपाईँका समस्याहरूको सबैभन्दा जोरदार र ऐतिहासिक प्रतिनिधित्व हुन्छ भन्ने कुराको म ग्यारेन्टी लिन्छु। म यहाँ सोचमा उभिएर ग्यारेन्टी लिएको छु। सबैभन्दा इमान्दार बनेर र जनताको सेवक बनेर सुनिलले तपाईँहरूको दुःख पीडाका जति पनि इतिहास छन् त्यसलाई मेट्नको निमित्त नीतिगत रूपमा संसदमा बसेर तपाईँको आवाज उठाउनेछन्। देशको छोरो हुनेछन् सुनिल, म तपाईँलाई विश्वास दिलाउन चाहन्छु। यो चुनावी भाषण होइन, यो एउटा आउँदै जाँदा तपाईँहरूसँग गरिएको भेटघाट हो। यो छोटो जानकारी, हिजो भर्खर पाएको जानकारीमा तपाईँहरू जति सक्नुहुन्थ्यो जम्मा हुनुभयो। यो न्यानो मायालाई मुटुमा सँगालेर हामी अगाडि बढ्नेछौँ र यसलाई परिणाममा बदलेर यो देशको भाग्य र भविष्य बदल्ने हामीले जिम्मेवारी लिएका छौँ। त्यसका लागि तपाईँहरूले हामीलाई छाप लगाइदिनु पर्नेछ। घर सल्लाह गर्नु होला। यहाँ कसैले के भनिरहेको छन् भने यहाँ होइन, प्रत्यक्षमा चाहिँ यतातिर दिउँला, अरूमा समानुपातिकमा अर्कोतिर दिउँला, कोही प्रत्यक्षमा घन्टी दिने समानुपातिक अन्तै दिने, कोही समानुपातिक घन्टीमा प्रत्यक्ष अर्कैमा भन्नुभएको छ। तपाईँहरूलाई भ्रष्टाचार आदि मात्र नियन्त्रण गर्नु परेको हो कि पुरै गर्नु परेको हो? कि आदि राख्ने हो भ्रष्टाचार? एउटा दुईटा राख्ने कि सबै फाल्ने? सबै फाल्ने हो भने घन्टीमा समानुपातिक पनि घन्टी, प्रत्यक्ष पनि घन्टी, अत्यधिक